एकजनाले चाहिँ एस पाइलोरीको लागि मैले एन्टिबायोटिक खाइसकेँ तर पनि समस्या कम भएको छैन भन्नुभएको छ। हो, हजुरलाई चाहिँ एस पाइलोरीको ट्रिटमेन्ट फेलियर भएको हुनुपर्छ। यो चाहिँ दुई कारणले गर्दाखेरि हुन्छ। एउटा भनेको हजुरले प्रपर डोजमा एन्टिबायोटिक खानु भएन, प्रपर टाइमसम्म खानु भएन। अर्को भनेको चाहिँ हजुरले जुन एन्टिबायोटिक खानुभयो त्यो चाहिँ एस पाइलोरीको लागि रेजिस्टेन्ट छ अथवा त्यो एन्टिबायोटिकले एस पाइलोरीलाई काम गर्दैन। हो, यस्तो हुँदा चाहिँ के गर्ने भन्दाखेरि हजुर हस्पिटल जानुपर्छ। हस्पिटल गएर चाहिँ 3टा जाँच गर्नुपर्छ र यो 3टा जाँच गर्नुभन्दा अगाडि चाहिँ एटलिस्ट 2 हप्तासम्म चाहिँ ओमिप्राजोल, पेन्टोप्राजोल जस्तो औषधिहरू चाहिँ खाएको हुनु हुँदैन। र यो जाँचमध्ये चाहिँ एउटा जाँच भनेको एस पाइलोरीको लागि युरिया ब्रेथ टेस्ट हुन्छ, जसमा चाहिँ हाम्रो बाफबाट चाहिँ अझै एस पाइलोरी बाँकी छ कि छैन भनेर हेर्छौँ। अर्को भनेको चाहिँ दिशाको जाँच हुन्छ, दिशाबाट चाहिँ एस पाइलोरीको एन्टिजेन छ कि छैन भनेर हेर्छौँ। र अर्को जाँच भनेको चाहिँ फेरि इन्डोस्कोपी गरेर इन्डोस्कोपीबाट चाहिँ फेरि मासु निकालेर मासुमा चाहिँ एस पाइलोरी छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। हो, र यस्तो जाँच गर्दा एस पाइलोरी देखियो भने चाहिँ हजुरहरूले चाहिँ फेरि पनि एन्टिबायोटिकको कोर्स खानुपर्ने हुन्छ। पहिला ट्रिपल रेजिमेन खानुभएको थियो, अब चाहिँ बिस्मुथ सबस्यालिसाइलेट भएको क्वाड्रुपल रेजिमेन खानुपर्ने हुन्छ। र त्यो बेलासम्म चाहिँ आफूलाई सजिलो बनाउनु मैले पहिला भनेको एडभाइस मान्नु होला र छिटै हस्पिटल गएर जाँचहरू पनि गराउनु होला। सुखी रहनुहोस्, हेल्दी रहनुहोस्। हस्, धन्यवाद।